आज चाहिँ महिनाको अन्तिम शनिबार यसरी श्रम गरेर बाटो बनाइयो। नुम्लकदेखि खेजेनी मावि जाने बाटो। अहिले त मावि भएको रहेछ नि होइन? पहिला निमावि थियो। हामी बढ्दै झुकेको गर्छ। बाटो चाहिँ निकै खतरा बनिसक्यो। हामीले तल बनाएर आयौँ अनि अर्को टोली माथि छ बनाउँदैछन्। अर्को टोली अर्को बाटो पल्लो बाटो पनि बनाउँदैछन्। यो चाहिँ ढुङ्गा नभएर माटोकै सिँढी। पछारमा चाहिँ नजाप्ने नि मलाई फेरि। सिँढी चाहिएछ। अहिले चाहिँ यो 1300 बाटोमा हामी पुगिसक्यौँ। यहाँदेखि चाहिँ मैला मिठोहरू ओह्रालो जाँदै हुन्थ्यो। लगभग यति नै होला। अहिले चाहिँ खाजा खाने टाइम भएर हामी खाजा खाँदैछौँ। फ्रुटी र चौचोपात। थोरै ध्यान आकर्षण गराउन चाहन्छु र आज हामीमाझ यो केही थान टी सर्टहरू उपलब्ध भएको छ। रूपहाङ लिम्बूद्वारा 10 थान अनि जगत लिम्बूद्वारा 20 थान टी सर्ट, त्यसै गरी मचिन्द्र लिम्बूद्वारा 10 थान गरेर जम्मा हामीमाझ 40 थान टी सर्ट उपलब्ध भएको छ र यसको सम्मान स्वरूप हामीले एउटा धन्यवाद पत्र ल्याएका छौँ र यसलाई ग्रहण गरिदिनु हुनुको लागि अरुणा लिम्बूजीलाई अनुरोध गर्दछु। होइन योगेन्द्र साम्राले चाहिँ अरुणालाई दिने र उपलब्ध गराइदिनु हुनुको लागि, हस्तान्तरण गराइदिनु हुनुको लागि हाम्रा श्रम संस्कृति पार्टीका फक्ताङ गाउँपालिका 2 समिति उपाध्यक्ष श्री योगेन्द्र साम्राज्यूले अनुरोध गर्दछु। हेलो एभ्रिवान। र अहिले चाहिँ हामी खाजा खाएर फेरि ब्याक टु काममा लाग्दैछौँ। हाम्रो श्रमदाताजीहरू अगाडि यसरी लागिसक्नु भएको छ। बाटोहरू म तपाईँले देखाउँछु। यता यस्तो भएछ अनि यहाँदेखि अब यहाँ हामीले खाजा खायौँ। हाल्नुपर्छ, राम्रो भ्यू जान्छ नि फेरि यसमा त। ओके मुन्ना प्रकाश ल आज मिति 2083 साल
1 महिना कति आज 26 गते हैन 26 गते शनिबार हो। फक्ताङलुङ गाउँपालिका वार्ड कमिटी 2 नम्बर को श्रम सांस्कृतिक पार्टीको लास्ट शनिबारको श्रम आज यसमा सुरु भइरहेको सबैमा जानकारी गर्दछु। हाम्रो श्रमदाताजीहरू एकदम लागि परिराख्नु भएको छ। उठ र यता चाहिँ हाम्रो साइली श्रमदाता हुनुहुन्छ कम्मरमा सिरुपाते खुकुरीसँगै टी सर्ट अर्को लट आउँछ होला। यता हाम्रो चन्द्र सर हुनुहुन्छ। केही छ कि जिज्ञासाहरू? खै जिज्ञासा केही छैन। श्रमदान चाहिँ आज दह्रो हुँदैछ। ल धन्यवाद छ हुँदैछ हैन। धन्यवाद छ हजुरलाई। ल हाम्रो खेजानी माटको टोल संयोजक जे हुनुहुन्छ रुकमान ताम्बाङ। हाम्रो श्रमदाताजीहरू एकदम निरन्तर ऊर्जाको साथ अब अर्को शनिबार चाहिँ कहाँ योजना बनाउने अल्झाउने जस्तो चाहिँ फक्ताङलुङ गाउँपालिका वार्ड नम्बर 2 को वार्ड कमिटी श्रम सांस्कृतिक पार्टीको साथीहरू अहिले चाहिँ हामीले श्रमदान सकेर अब घर जाने बेला भयो। थ्याङ्क यू फर वाचिङ एभ्रिवान।